त्यस कारणले गर्दाखेरि म चाहिँ अब यो फोक्सो अलिक धेरै लगाउनुहुन्छ अब म पनि के हुँदाखेरि हो यो चाहिँ तिमी भनेर म त अघि थापाइहाल्नु भयो नि चालबाट अर्को नयाँ गर्लफ्रेन्ड बनाउनु भएको छ तर यो आमलाई त के पो यति ठुल्ठुलो हुनुहुन्छ मौरीले चिन्नु भयो कि क्या हो मौरीले होइन अब तँलाई अलिकति चिनिहाल्नुहुन्छ नमस्ते हजुर मुखिया साहब तपाईँ कहाँबाट आउनुभयो ड्याममा त्यसको ढाडमा हानेर त्यसपछि बसेको थिएँ तैँले किन ढुङ्गाले हानिस् पो भन्छ मलाई भूत होइन मान्छे पो अस्ति ढुङ्गाले हान्नु भएर यहाँ गफबाट दिएछस् हजुर अनि यो दाँत पनि छोरीले खुस्काइदिनु भएको छ त हिसाब किताब बराबरी भयो त नि मेरो बारेमा भन्थ्यो सबैलाई के भन्नु हजुर नाम के हो नाम भनेको कुनै पनि व्यक्ति वस्तु चिज आदि ठाउँको नामले नाम भनिन्छ हजुर त्यो नाम होइन अनि के भन्नु पनि मेरो चाहिँ उहाँको नाम चाहिँ शमशेर सिंह साई हजुर अरू पनि भन् हजुर उहाँ चाहिँ हाम्रो गाउँको सबैभन्दा ठुलो मान्छे हुनुहुन्छ हजुर प्रधानमन्त्री त के वडाध्यक्षभन्दा ठुलो मान्छे हुनुहुन्छ हजुर अझ अरू पनि भन् एकदमै ज्यात्री हुनुहुन्छ हजुर अस्ति 50वटा अरिङ्गले ढाडमा टोक्नु भएको त्यही पनि नमर्नु भएको हजुर अब अन्तिम भन् उहाँलाई चाहिँ अरूले चाहिँ खाइ खाने यहाँ खानुहुन्छ भने उहाँले चाहिँ यहाँ लगाएर खानुहुन्छ हजुर कुरा गर्छ